आनन्दको सरस्वत्यास्तटे राजन् दृश्या सत्रमा सत वितर्क समभूति साम त्रिशदिशे महान। सरस्वती नदी किनारमा विभिन्न प्रकारका ऋषि मुनिहरू बसेर ठुलो ठुलो मिटिङ गर्दथे, सल्लाह गर्दथे, वाद विवाद गर्दथे। यसपालि यिनीहरूको तर्क वितर्क वाद विवाद के विषयमा भएछ भने संसारमा हामी ब्रह्मा विष्णु महेश यी तीनवटा देवताहरूलाई प्रधान देवता मान्दछौँ। यी तीनवटा देवता हाम्रा लागि ठुला हुन्। सुन्नुहोस् है त सज्जनहरू, ध्यान दिएर सुन्नु ल, अत्यन्त महत्त्वपूर्ण कुरा छ। त यी तीनवटै देवता मध्ये सबैभन्दा ठुला देवता को हुन्? एवं प्रकारेण वितर्क वितर्क गर्थे, तर्क वितर्क को हुन् त? तीन देवता मध्ये सबभन्दा ठुला। यिनीहरू जान्ने इच्छा राखेर देवताहरूको परीक्षण गर्ने भयो। हेर्नुहोस् है, अब बुद्धि बिग्रेपछि नि अनेकको हुन्छ त। बुद्धि बिग्रिन थालेपछि जे हुन्छ। अब भारे बुरे ऋषिमुनिहरू देवताको परीक्षण गर्ने भयो। कुन देवताको? ब्रह्मा विष्णु महेश्वरको। कहिले कहिले त्यस्तो पनि हुन्छ। अब परीक्षण गर्न त गर्ने को जाने त परीक्षण गर्न? त्यसको लागि उपयुक्त योग्य पात्र को छ? तेवै भृगु भृगुम ब्रह्मसुताय। भृगु ब्रह्मसुतम, ब्रह्माजीका पुत्र भृगु ऋषिलाई विशेष पात्र बनाउनु पर्यो। ल, यी तीनै देवता मध्ये सबभन्दा ठुलो को? भृगु ऋषि त्यहाँबाट सिधै कहाँ जानुभयो? ब्रह्मलोकमा जानुभयो। पहिला आफ्नै पिताबाट ब्रह्मलोकमा गएर पिताका छेउमा गएर बस्नु भएछ। ओहो पिताजी, आज हजुर तपस्या गरेर बस्दै हुनुहुन्छ, कति आनन्द। छेउमा गए भला कसरी गए? ब्रह्माजीले पनि बाबु बस् न त छेउमै। धेरै दिनपछि आयो, के छ खबर भने होइन भृगुलाई। छेउमा गए, यताउता गर्दै गर्दै दारी सुमसुमाउँदै कपाल सुमसुमाउँदै यता थिच्दै उता थिच्दै दारी तानिदिएछन् ब्रह्माजीका। भृगु ऋषि ब्रह्माजीको जब दारी तानेपछि ब्रह्माजीलाई रिस उठ्यो। कमान्डरको झटाङ तेरीमा दुष्ट, तँलाई लाज लाग्दैन? अब एउटा ठुला मान्छेको दारी समातेर तान्ने झटाङ। त्यहाँबाट भृगु ऋषि भागे। तत कैलासम्म आयो त फेरि कैलाशतिर जानु। थाहा पाइहाल्यो नि ब्रह्माजीको परीक्षण भयो। कैलाशमा गए। सतम देव महेश्वर, त्यहाँ पनि महेश्वर भगवान शिवजी हुनुहुन्थ्यो। भृगुलाई देख्ने बित्तिकै भगवान भोलि बाबाले उठेर मुदा प्रसन्न हुनुभयो, छेउमा लगेर राख्नुभयो। अनि बातचित हुँदै थियो, भलाकुसारी हुँदै थियो। भृगुले त्यहाँ पनि गएर भोले बाबाका जट्टा समातेर हल्लाउन थाले। कहिले कता कहिले कता कहिले के गर्न थाले, नाना भाती कष्ट दिन थालेछ। भगवान भोले बाबालाई काउकुती लगाउन थालेछ। बडो रिस भयो। काउकुती अत्यन्त खतरनाक थियो। काउकुती लगाउनु कहिले कहिले मान्छे मर्न पनि सक्छ है। त्यस कारणले गर्दाखेरि कहिले के भोले बाबालाई पनि रिस उठ्यो। अरे यो दुष्ट के बुद्धि लिएर आएछ आज? विचार गरे सम्झाए, तर भृगुले मान्नेवाला भएन। सुलम्बुत व्यक्त भन्छ मारे छन दुष्ट, तँलाई यही भालाले रोपेर मारिदिउँ कि क्या भनेर भोले बाबाले भाला लिएर जुरुक्क उठ्यो। त्यहाँबाट भागे भृगुजी। अब कहाँ गए? भगवान विष्णुको वैकुण्ठ लोक, जहाँ
वैकुण्ठ लोक वैकुण्ठाधिपति भगवान क्षीर सागरमा शयन गरेर लक्ष्मी माताका काखमा शिर राखेर सुतेका थिए। वैकुण्ठमा बस्ने भगवान क्षीर सागरमा त्यसरी बसेको देखेर विष्णुको परीक्षण गर्नु पर्यो भनेर सिधै आकाश मार्गबाट भिर्गु गए। तर भगवानका छातीमा शयानम स्त्रिया उल्लङ्गे पदा वक्षस्य ताडता ताडयत लात्तीले जोडले भगवान विष्णुको छातीमा हिर्काउनु भयो। ततौताय भगवानजीको उठ्नुभयो अनि लक्ष्मी माता ती हुनुहुन्थ्यो। लक्ष्मी सताएका थिए। माता छेउमै हुनुहुन्थ्यो। च्याप्प ऋषिका खुट्टा समाउनु भयो। हे ऋषि तपाईँका यी कमलका फुल जस्ता खुट्टाले मेरो यो वज्र जस्तो छातीमा बज्दिँदा तपाईँका खुट्टामा कतै ठोको त उठेन, चोट पो लागेन? कस्तो विधि बज्दिनु भयो? बिस्तारै आउनुपर्छ नि, माथिबाट हामफाल्ने हो त? बिस्तारै आउँदा भइहाल्थ्यो नि, किन हात्तिनु भएको? हेर प्रभु, हे भगवानका पुत्र, हे गुरुदेव, छक्क ओहो, विष्णुको चलन यस्तो, ब्रह्माको चलन त्यस्तो, शिवको चलन त्यस्तो। फर्केर गए सरस्वती नदीका किनारमा जहाँ ऋषि मुनिहरू बसेर मिटिङ गर्दै थिए। भृगुले भने, ओहो हेर, संसारमा यदि भगवान रूप रङले र धनले ठुलो होइन, स्वभाव विचारले ठुलो हो। त्यसैले संसारमा सबैभन्दा ठुला भगवान छन् भने विष्णु। किन? ब्रह्माजीलाई भेट्न गए, ब्रह्माजीले झन्डै मारिहाले कमण्डलले। भोले बाबालाई भेट्न गए, त्रिशूलले नि घोप्लादै गरे। तर विष्णुको छातीमा गएर जब मैले जोडले पाद बजारे, मेरा पाउको त सेवा गर्नुभयो। त्यसकारण त्यस्ता परम भगवान संसारका सबभन्दा ठुला हुन्। शान्ताकारं भुजगशयनं पद्मनाभं सुरेशं विश्वधारं गगनसदृशं मेघवर्णं शुभांगं लक्ष्मीकान्तं कमलनयनं योगिवृद्ध्यानगम्यं वन्दे विष्णुं भवभयहरं सर्वलोकैकनाथं। वन्दे विष्णुं भवभयहरं सर्वलोकैकनाथं। यो सारा लोकका नाथ, अनाथका पनि नाथ मालिक यदि हुन् भने तिनै विष्णु। त्योभन्दा ठुलो संसारमा कोही भगवान छैन। मैले यो प्रमाणित गरेँ भने जब भृगुले देवताहरूलाई सुनाए, सबैले भगवान विष्णुको जय जयकार गरेर अब तिनै लोकका मालिक सबैभन्दा ठुला भगवान विष्णु हुन्। त्यस्ता परम अर्कालाई अभय दान दिन सक्ने, जो आफू माथि अपमान र तिरस्कार हेला गर्दैछ भने पनि त्यस्ता व्यक्तिको जय जयकार गर्ने भगवान विष्णु सबैभन्दा ठुला। त्यसकारणले संसारका सबैभन्दा ठुला भगवान हो विष्णु। अब यो त एउटा कथा हो, बुझ्नुपर्ने व्यथा के हो? यदि हामीलाई कसैले तिरस्कार गर्छ, हेला गर्छ, हामी माथि आक्रमण गर्छ भने हामी आइलागो भनेर जाइ लाग्ने होइन। त्यो दुष्ट छ भने मित्रवत स्वभावले त्यसलाई प्रतिकार गर्नुपर्छ, होइन? मूर्ख छ भने विद्वान भएर त्यसलाई प्रतिकार गर्नुपर्छ। कुकुरले खुट्टा टोक्यो भने कुकुरकै खुट्टा टोक्ने होइन, खुट्टामा मलम पट्टी लगाउनु पर्छ, कुकुरलाई टुङ्गामा लगेर बान्नु पर्छ। यसकारणले गर्दा सज्जन परीक्षित महाराज, मैले तिमीलाई भगवानका पावन पतित कथाहरू श्रवण गराए। एउटा नारायण भगवानको, विश्व चराचर जगतका मालिक भगवानको एउटा भजन आनन्द छ। हरि सुन्दरम, कति आनन्द हुनुहुन्छ, कति प्रिय हुनुहुन्छ।
त्यस्ता परम्परामा भगवानको एउटा भजन श्रवण गरौँ। अगाडिको कथा हामी श्रवण गर्दै जानेछौँ। हाम्रो 5:30 बजीदेखि 6 बजीको बिचमा लक्ष्यवर्तीका पूजन हुन्छ, हजुरहरूलाई जानकारी गराउँदैछौँ। हामी 4:30 बजे कथालाई विश्राम दिनेछौँ। लगभग कथाको अन्तिमतिर आइपुग्न लागेका छौँ। अब 1-1.5 घन्टामा हाम्रो कथाहरू समापन हुन्छन् र आज जागरणको राति छ। जय श्री राधे ओम। पुराण पुरुष भगवानको सारा ऋषिमुनि सन्त मन्तहरूले सरस्वती नदीका किनारमा भगवान विष्णुको जय जयकार लगाई। लक्ष्मीपति भगवान विष्णुको